सुरु नगरा तिमीहरू स्विच नगरा यताको स्क्वाड हेर्छौँ हामीले उताको स्क्वाड हेर्छौँ म टिमै हेर्दैछु यार आज युट्युब छैन Hello guys, welcome to our live stream. Share and the mic ada. अन्नाले Sub share ana mai. खेल सुरु भइसक्यो अब Lo what try commentary. डिटेल फुल गराइ गेमलाई As. Police ma chat पढ्नु पर्दैन के. रेडियो खेलिसकेछ मलाई Chat पढ्नु मिल्दैन के. म try लेस कोरिल. के हो यो त कहाँ गयो अनि तँ बुढा हड्डीले के गर्दै थियो भन्दैस ल हामी लाइभ छौँ है. भर्खरै कमेन्ट्री आएन. र यहाँ एकदमै रोमाञ्चक गेम चलिरहेको छ उज्जवल आचार्य र सौगात शर्माको बीचमा र जानेटी लिएर अगाडि बढेका छन् प्रायोरिटी लिएर अगाडि बढेका छन् भने यहाँ राउन्ड डिफेन्ड गर्न कोसिस रोद्री रोबर्टसन पछाडि हट्दै विसेन एन्टोनी ग्रुजम्यान विथ अ कलर ट्राई तर हुन सकेन फ्रेङ्की डियोङले अगाडि बल गर्दै मेसी इन द मिडल एकदमै जाने माने खेलाडी उनको स्क्वाडमा रहेको 1500 हालेर किनेको 1800 पास खेलेका छन् फ्रेङ्की डियोङले के गर्न सक्छन् यहाँ नाइस सेभ बाइ हाम्रो बेन्डर सर हाम्रो किपर र मसँग हुनुहुन्छ यहाँ कमेन्ट्रीमा हर्मन अधिकारीज्यू हजुर हामी युट्युबमा लाइभ छौँ र यो रोमाञ्चक गेम हेर्नको लागि हामी पनि एक्साइटेड छौँ. र गेमको 7औं मिनेटमा यहाँ डोमिनेसन देख्न सकिन्छ दुवै टिमबाट एकदमै राम्रो प्रयास गरे जारी हल्का फ्लेक्स हान्दै यहाँ सौगात डिफेन्ड गर्न सफल आचार्य पेद्री लिएर अगाडि बढेका छन् तर विसेन बिचमा अड्किएर अड्काएका छन् कोस्टा कुर्ताले नेमारलाई डिफेन्ड गरेका छन् पेद्री लिएर अगाडि बढ्ने प्रयासमा तर जानेटीले सुताएका छन् फल भन्ने अपिल होला तर क्लियर ट्याकल रहेको छ गेमको म्याचको बीचमा पोजिसन लिँदै उज्जवल आचार्य राम्रो बल प्रयास एकदम 1-2 खेल्दै र यहाँ हामी जेनेटीले अगाडि बल बढाएका छन् प्लाचिनी अफेन्सिभ सौगात एकदम अफेन्सिभ कोस्टा कुर्ता पेद्री नाइस डिफेन्डिङ गेम जलको हातमा पोजिसन देखिए पनि मेसी नाइस डिफेन्ड बाइ कानाबारो जानेटीले अगाडि बढाउँदै कि यहाँ सौगातको मिडफिल्डमा धेरै बल लुज भएको छ सायद उनी ओभर कन्फिडेन्ट भयो स्किप कि उनको हेर्न राम्रो भएर हो चिनी र माइकल प्लाटिनीले नेमारलाई दिएका छन्. कानाबारोले बल लिन सफल भएको छ तर जानेटले फेरि पनि इन्टरसेप्सन गरेका छन्. ग्याब्रियल बातिस्तालाई बल कटाएको छ. नेमारसँग खुट्टामा छ बल. नेमारले ड्रिबल लाँदैछन् कानाबारोलाई सुताएको छ र सुट गरेका छन् र नेमार वाज अनलकी हियर. नेमारले पोस्ट हिट गर्न सफल भए तर गोल हान्न सकेन. अनलकी भयो नेमार. र अफसाइड भएको छ र एन्डी रोबर्टसनले अफसाइड चलाएका छन्. बल सिधै गएको छ एमबापेबाट. एमबापेले हेडिङ बित्तामा सफल भएका छन् तर रोद्रीले इन्टरसेप्ट गरेका छन्. मेसीले एमबापेलाई खेलेका छन्. पाउलो मालिनी ग्रेट इन्टरसेप्सन दिएर र लियोनल मेसीको म्याच जित्न पाइने सोचिरहेको छु आज मैले. मेसी र पेद्री कम्बाइन गर्न खोजेका थिए तर त्यो असफल भएको छ. बातिस्टुरा कटेका छन्. बातिस्टुराले सुट हानेका छन् र गोल.
आउटसाइड द बक्स गोल हानेका छन् बाटिस्टाले र पहिलो गोल हान्न सफल भएका छन् गास्पारिनी बल। हेर्दै जाम कति स्कोर हुनेछ र यहाँ गेम कस्तो हुनेछ भट्टराईजी। म यता हजुरको स्ट्रिम हेर्दै थिएँ, एकदमै क्वालिटी पनि ठिकठाक चलिरहेको छ। मेरो स्ट्रिमको स्कोर चाहिँ के देखेँ मैले। बुङ्गो चलेको पनि छैन, स्कोर चलेको पनि छैन र त्यता टेक्निकल इस्युलाई सल्भ गर्नु सक्छु। म यता कम्प्युटरतिर ध्यान दिन्छु। जानेटीले अगाडि बढाउँदै पेद्री इन्टरसेप्ट गर्ने कोसिस। नेमार जिया पाछिनी बाटिस्टुता नेमार राम्रो प्रयास तर यहाँ जियालुन्जी डोनारुमा बलमा राम्रो सेभ गरेका छन्। फ्रेन्की डी यङले अगाडि बढाउने कोसिस तर जानेटी यहाँ नेमार विथ अ फ्लेक्सिबल स्किल तर सालिबाको अगाडि कट्न सकेनन् उनी। लियोनेल मेसी यहाँ अट्याक गर्ने ट्राईमा जलाचारी राम्रो प्रयास बाइक किलियन एम्बापे र उस्मान डेम्बेले र स्कोर लाइन 26 मिनेटमा रहेको छ। मेरो भाउ तोपले एक गोल हान्नुभएको छ। तोप गोल हान्नुभएको छ। कसैले टप पढ्नु होला तर त्यो तोप हो। केनेभारोले माल्दिनीलाई विङमा कटाएका छन्। माल्दिनीले विसेनलाई 1-2-1 चलिरहेको छ। यहाँ पासिङ नेमार जुनियरलाई कटाएका छन्। माइकल प्लातिनी एक्लै ओरा हान्ने चान्स कर्नर हानेका छन् र ओ नाइस सेभ दियो किपर डोनोरुमा। एकदमै राम्रो कार्ड निकालेका छन् मेरो बाबु तोपले। एकदमै आज धेरै हामीले प्रेजेन्स देख्न सकिन्छ। मिडफिल्डमा राम्रो बल वाट थ्रु बल र यहाँ डेम्बेलेको गोल हान्ने कोसिस जान्न सकेनन्। उस्मान डेम्बेले ट्याकल हान्न सकेनन्। Brilliance finish by Ousmane Dembele, the Ballon d'Or winner. के लाग्छ भट्टराईजी, हामीले ह्याट्रिक देख्न पाउँछौँ आज डेम्बेलेबाट? गेमको मैदानमा एकदमै राम्रो गेम भइसकेको छ। उस्मान डेम्बेले एकदम अगाडि। उस्मान डेम्बेले र किलियन एम्बापेमा यहाँ हामीले धेरै 1-2 पासेसहरू देख्न सक्छ अगाडि। दुईटै फास्ट स्ट्राइकर भएकाले जसले एकदमै राम्रो खेलिरहनु भएको छ। अब ह्याट्रिकै हुन्छ भनेर त अब भन्न सक्दिनँ। उनको स्टामिना धेरै त छैन तर अब जे पनि हुन्छ हान्न सकेन भने आज ह्याट्रिक हुन सक्छ डेम्बेलेको। पछि स्टामिना अलिक कम हुनेछ। नेमारले आफ्नो स्किलको प्रदर्शन गर्दैछन्। नेमार जुनियर भेरी अनलक चौरा हाम्रो जयन्ती के नर्मले प्लेयरको डिफ्लेक्सन लाएर गएको छ। रोद्रीको डिफ्लेक्सन लाएर गोल गएको छ। नेमारको एकदम उत्कृष्ट रन थियो त्यहाँनिर तर ओन गोल पाए, नेमारले गोल पाएनन्। र यहाँ एकदमै गेममा रोमाञ्चक भइसकेको छ। 2-2 को स्ट्राइक लाइन स्कोर लाइनमा एन्ड्रु रोबर्टसन, लियोनेल मेसी, नेमार जुनियर फेरि पनि बल लिएर अगाडि बढ्दै बाटिस्टाले ग्रिजमनलाई कटाउनु खोजेका तर फ्रेन्की डी यङले बल आएको छ। लियोनेल मेसीले पेद्रीलाई कम्बाइन गरेका छन्। एम्बापेले डेम्बेलेलाई के गर्छन्, ड्रिबल हान्नेछन्। पास कटाएका छन् लडी तर पास पुग्न असफल भएको छ। रोबर्टो फारेले इन्टरसेप्ट हानेका छन्। फ्रेन्की डी यङले फेरि पनि बल जितेका छन्। मेसीसँग खुट्टामा बल छ। मेसीले डेम्बेलेलाई नेमारले वाट अ कम्बिनेसन। क्लासिक बार्सिलोना टिकी टाका भएको छ यहाँनिर। के भन्न चाहन्छ भट्टराईजी यो उत्कृष्ट गोललाई? राम्रो प्रदर्शन भाइ उज्जवल। उनले यहाँ लङ शट हान्दा किपरले रोक्छ भने थाहा भएकाले उनले धेरै नै नजिक गएर शट पास खेलेका छन्। एकदमै राम्रो, एकदमै उत्कृष्ट गोल। उस्मान डेम्बेले पक्कै पनि गेम जित्यो भने म्यान अफ द म्याच हुनेछन्। 2 गोल 1 असिस्ट। मेरो बाबु तोप भन्ने टिमबाट खत्रै खेलेका छन्। तोप खेलेका छन् उस्मान डेम्बेले आज। अब यहाँ सौगातलाई थोरै अफेन्सिभ जान पर्ने मैले देखिरहेको छु। यहाँ सौगातले धेरै तर उनले सायद गेमलाई हल्कामा लिएर यस्तो गरिरहेका छन् तर लास्टमा पासा पल्टिन सक्छ। एकदमै राम्रो कन्सिस्टेन्सी देखाउँदै केही पनि खासै धेरै मिस्टेक नगरी रहेका छन् भने उज्जवल
सौगात हल्का स्किल देखाउने प्रयास के उनको ओभर कन्फिडेन्स हुन सक्छ त तर नेमार निकै नै चलाइरहेका छन् हाम्रो सौगातजीले नेमारको स्किल प्रदर्शन गर्न एकदमै सफल भइरहेका छन् तर पास कटाउन सफल भएछ र डेम्बेले फेरि पनि उस्मान डेम्बेले एकदमै चोक गरेको छ वाटर पास बाइ द वे वाटर पास बाइ पेद्री मैले पक्कै पनि भनेको थिएँ पहिलो हाफमा उस्मान डेम्बेले हान्न सक्यो भने ह्याट्रिक हान्न सक्छन् भनेर र ह्याट्रिक हानेका छन् र डेस्परेट भएका छन् अपोनेन्ट प्रेसर पर्न गएको छ सौगातलाई उनले अब लङ शट लिने प्रयास गरेका छन् ग्र्याब प्रयास सेभ भएको छ नर्मल कर्नर सायद यो फर्स्ट हाफको लास्ट हुन सक्छ किपरको हातमा किपरले उडाएका छन् काउन्टर रानी चान्स छ हेडिङ जित्न हाम्रो दुईटै स्ट्राइकरले एकदमै राम्रो खेलेका छन् भने 1-2 टिकी टाका आज उज्जवलले केही पनि मिस्टेक नगरी खेल्ने कोसिस गर्दछन् र राम्रो प्रयास र फर्स्ट हाफमा एकदमै रोमाञ्चक भएको छ एकपछि अर्को गोल थपिँदै फर्स्ट हाफमै 6 गोल भएको छ र यहाँ पोजिसन देख्न सक्छौँ 53% ग्यास परिने बलको सौगातको भए पनि यहाँ पासा चाहिँ उज्जवलकै भारी छ र यहाँ फल हेर्न सक्छौँ एक फल रहेको छ भने मेरो बाबु तोपको धेरै पास रहेको छ र यहाँ के कसो चेन्ज गर्नेछन् अपोनेन्ट टिमले 2 गोलबाट पछाडि हुँदाखेरि त्यो पनि हामी हेर्नेछौँ ट्याक्टिक्स कस्तो लगाउनेछन् पनि उनले आफ्नो प्लेयरहरूलाई धेरै नै ड्रेसिङ रुममा अलिकति बिटो बटन दिएका छन् फोकस भएर खेल्नेछन् र सेकेन्ड हाफको प्रयास लेट्स गो र प्लाटिनीसँग फेरि पनि बल छ प्लाटिनीले नेमारलाई पठाएका छन् स्ट्रेट अट्याक गर्न खोजिरहेका छन् बातिसुरा टर्न राम्रो लिएका छन् तर पास पठाउन असफल सिधै अट्याक गर्न थालिसकेका छन् अपोनेन्ट टिम र एम्बापेसँग फेरि पनि बल मेसीसँग बल नो मिस्टेक बाइ उज्जवल मेसीले हान्न लागेका थिए तर इन्टरसेप्ट गरे त्यहाँ राम्रो डिफेन्डिङ बाइ द वे राम्रो डिफेन्डिङ सौगातबाट उनले एकदमै आज सकेसम्म मिनिमलिस्टिक स्टेक गरिरहेका छन् एकदमै राम्रो उनीबाट बाटिस्टुटा अन द बल एन्टोनियो ग्रिजम्यान हल्का घुमाउने प्रयास तर मिस पास भएको छ यहाँ फ्रेङ्की डियोङले इन्टरसेप्ट रोबर्टसन के यहाँ अर्को क्विक काउन्टर हुन सक्छ त तर कान्नाबारो इज देयर पेद्री लियोनेल मेसी नाइस मैले देखिरहेको छु गास्पारिनी राम्रो फर्म फाइनल थर्डमा निकै नै नराम्रो पास गरिरहेको छन् यहाँ नाइस ब्लक बाइ डिफेन्डर चाड फेभरेट कानाबारो लङ विङ चेन्ज गरेका छन् पाउलो माल्दिनीलाई राम्रो डिफेन्डिङ यहाँ इन्टरसेप्सन पेद्री के यहाँ अप्सन के चान्स क्रिएट हुन सक्छ त फ्रेन्ड राइट कार्डले इन्टरसेप्सन सफल भएका छन् नेमार जुनियर अन द बल नेमार जुनियर सौगातले के लङ शट हान्ने प्रयास तर यहाँ ब्लक भएको छ भने फेरि पनि क्विक काउन्टर हान्ने यता क्विक काउन्टर भइसके बित्तिकै उता क्विक काउन्टर हुन सक्छ यस्तो रोमाञ्चक गेम बाटिस्टुटा अन द बल डिन विचेनले राम्रो ब्लक ल माइ गड बल बाहिर जान अझै गएको छैन फ्रेङ्की डियोङ पेद्री लियोनेल मेसी पेद्री डेम्बेले पेद्री नाइस डिफेन्डिङ यहाँ इन्टरसेप्सन भएको छ भने सेकेन्ड हाफमा एकदमै फर्स्ट मिनटबाट नै एकदमै क्रिस्टमाल बनिसकेको छ यहाँ बातिस्टुटा राम्रो डिफेन्डिङ रोद्रीबाट यहाँ एउटा मिस्टेक हुन सक्छ तर जियालन दोनारुमा बाटिस्टुटाको बल रोक्न सफल भएको छ के फ्यान पारेका छन् मेसी यहाँ किलियन एम्बापे फ्रेङ्क टेकार्डले गरेको छन् भने पेद्री अन द बल लियोनेल मेसी र यहाँ टिकी टाका किलियन एम्बापे नाइस शट बट देयर इज एडविन भ्यान डर सार हामीहरूको सबैभन्दा राम्रो गोलकिपर र यहाँ उस्मान डेम्बेले च्याप्पै पारेको छन् यहाँ राम्रो प्रयास थियो उच्चबाट तर किपरको साथ धेरै भारी पर्यो
यहाँ धेरै विलियमसँग बल भएको छ, डेम्बेलेले इन्ट्रेस्ट गरेका छन्। फ्र्याङ्की उज्जवल डियोङ बाटो फेरि पनि पेद्रीलाई दिएका छन् बल। पेद्री पेद्री डिबलान खोज्दै पेद्री स्टिल पेद्री राम्रो प्लेयर र तर जाने जानेले जितेका छन्। र एन्डी रोबर्ट्स र रोद्री यहाँ निकै चाहिँ डिफेन्सिभ खेलिरहेका छन्, राम्रो पासहरू कटाइरहेका छन् यहाँनिर उज्जवलले, तर मिस्टेक भएको छैन र फ्र्याङ्की डियोङले ग्रिजमनलाई तर पास एकदम अलिकति बढी गएको छ र किपरको खुट्टामा किपरले सिधै अगाडि उडाएका छन्। नेमार जुनियरसँग बल छ तर इन्टरसेप्ट गरे पेद्रीले मेस्सीले दिन खोजेका थिए फ्र्याङ्की डियोङले तर सकेनन्। नेमार जुनियर अन द बल, ग्राभियो बेसित कटेका छन्। बाटिस्टा फर्स्ट टाइम शट एन्ड के हामी यहाँ रेमोन्टाना देख्न सक्छौँ। स्कोर लाइन 4-3 र पोज भएको छ, यहाँ सब्स्टिट्युट आउँदैछ। अब यहाँ अब केही नहुन्छ। हाम्रो जसको टिमको फर्म एकदमै राम्रो छ भने उनले केही यहाँ चेन्ज गर्छन् र उनले फ्र्याङ्की डियोङ निकालेर हाम्रो फर्मिन लोपेज हाल्न हालेका छन् भने उनले अब अफेन्सिभ खेल्न ट्राई गरेका छन्। फर्मिन लोपेज लिएर हिटबाटै अब लङ रेन्ज हान्ने प्रयासमा छन् उनी एक गोल अप भए पनि उनीमाथि प्रेसर छ। सौकतको जतिखेर पनि काउन्टर गर्न सक्छन् र सबै खेलाडी रेडी। सुपर सब आउनु भएको छ सर्लोथ डेम्बेलेको ठाउँमा। अब केही हेडिङ गोलहरू पनि हामीले देख्न सक्छौँ। डेम्बेलेले एकदमै राम्रो प्रस्तुति दिएर गइसक्नु भएको छ, एउटा ह्याट्रिक र एसिस्ट दिनु पनि भएको छ। र एन्ड्रु रोबर्टसन रेडियोसनलाई यहाँ मिसपास भएको छ। यहाँनिर गाब्रिएल बाचिसँग चान्स छ र लभली ट्याकल क्यानाबारोबाट वाटर ट्याकल, ब्युटिफुल माइन्डफुल ट्याकल र सर्लोथ सुपर सब के गर्न सक्छ उनले यहाँ। क्यानाबारो नाइस स्लाइडिङ ट्याकल। डेभिड विल्ला आएका छन् उताबाट सुपर सब भने यताबाट फर्मिन लोपेज आएका थिए। टिकी टाका खेल्ने प्रयास तर अझै पनि बल लुज भएको छैन। किलियन एम्बापे यहाँ आज हामीले धेरै नै सौगातको डिफेन्डिङ मिस्टेक देखिरहेका छौँ भने उनले प्रायः त्यो मिस्टेक गर्थेनन्। त्यो मिस्टेकको एकदम फाइदा उठाइरहेका छन् यहाँ मेरो बाबु तोपले। फ्र्याङ्क राइकार्डसँग बल फेरि पनि मिस्टेक गरेका सोरेलले कटर खोजे तर होइसेन छन् त्यहाँ। जानेती राम्रो यहाँ अब प्रयास उठाउने प्रयास यहाँ डेभिड विल्ला तर डोनारुमा कलिस्ट्री फ्रेन्ड राइकार्ड सौगातलाई एकदमै प्रेसर परेको छ। उनी अफेन्सिभ खेल्ने प्रयासमा सोलोसित बल रहेको छ भने कान्नाबारो उनले देख्नु फेरि पनि मिस्टेक एउटा उनले सिली मिस्टेक गरिराख्नु भएको छ। सायद उनी प्रेसरमा परेर हो कि पहिले हार मानिसकेको हो कि फर्स्ट हाफको ओभर कन्फिडेन्सले हो। मलाई लाग्छ लाइभ स्ट्रिमको प्रेसर हाम्रो गास्पारिनी सरलाई। ओहो यहाँ राम्रो तर सफल उनको प्रयास। डेभिड विल्ला What a phenomenal finishing. One tone and goal. गेम एकदमै रोमाञ्चक स्थितिमा पुगिसकेको छ। सौगात जतिखेर टाइममा पनि यहाँ निल हुन सक्छ बराबर। फर्मिन लोपेज, लियोनल मेस्सी, एल्जन सोद्रोथ एकदमै राम्रो टिकी टाका तर उनले फाइनल की मोमेन्टले पाउन सकेका छैनन्। प्रातिनी हाम्रो रोद्रीबाट पातिस्तोरिया उनले गल्ती गरे यहाँ बातिस्तोतालाई दिएर फर्स्ट टाइम शट हान्न पर्ने थिएन र मलाई पनि त्यही लाग्थ्यो अरमान तर उनले ट्राई गरेकै हुन्। 81 गेमको 81 मिनेट भइसकेको छ। अब गेम डाइङ मोमेन्टमा आइसकेको छ। के सौगात यहाँ के एउटा लास्ट मिनेट भइसकेको छ। सौगात शर्माले ल्याग भएका बावजुद पनि एकदमै राम्रो प्रस्तुति हाम्रो यहाँ दर्शकहरूलाई दिन सक्नु भएको छ। उज्जवललाई हल्का प्रेसर पर्न सक्छ। सौगात एकदमै चिलमा खेल्दै डेभिड विल्ला
उज्जवल आचार्यले नेपालले चोक हाने सरले राम्रो चोक हान्न नखोज्ने हुन्छ त्यहाँ एडभान्टेज खेलाएका छन् एडभान्टेज रेफ्रीले खेलिसकेको छ एन्टोन ग्रिजमनसँग फेरि पनि बल छ राइगार्ड जानेटी राइगार्ड टर्न गरे तर फेरि पनि बल डाइरेक्ट रेड ओ माय गॉड फर्मिन लोपेज लास्ट मिनेटमा के हुन सक्छ यहाँ एकदमै नराम्रो च्यालेन्ज थियो मेस्सीबाट डाइरेक्ट रेड कार्ड खाएका छन् रेफ्रीले केही हेरेका छैनन् र यहाँ तिनी के यो लास्ट मोमेन्ट यहाँ लास्ट मोमेन्ट पनि चेन्ज गर्न जसले कि चेन्ज गरेका छन् यहाँ आफ्नो फर्मेसन रेड कार्ड खाइसकेपछि उनलाई अब हल्का जोगिएर खेल्नुपर्छ उनी अब 10 मिनेटमा झरेका छन् तर यो फ्रीकीको पोजिसन पनि एकदम राम्रो छ सगा शर्माले हान्न सक्छन् यो फ्रीकी कस्तो गरेछन् सगा शर्माले यो फ्रीकी गोल हाने भने उनले जित्न सक्छन् गेम उनीसित पक्कै पिर्लो छ पिर्लो नभए पनि उनीसित प्लाटिनी छ उनी यही एउटा फ्रीकिक हो यो गेम डिसाइड गर्ने नत्र यो गेम एक्स्ट्रा टाइममा जानेछ भने उनी प्लाटिनीले नै सुट गर्ने सायद निर्णय लिएका छन् होला र उज्जवल यहाँ किपरलाई आफ्नो सेटमा गर्दै प्लाटिनी तर वालले ब्लक गर्दै राम्रो फ्रीकिक दिएका छन् यो प्लाटिनीले त्यही पनि स्टिल बल छ तर काउन्टर आउने चान्स छ कानाभारोसँग बल छ पाराले के गर्न सक्छ यहाँ जानेटी नाइस ट्याकल फर्मिन लोपेज एमबापे सोर्लोत कटेका छन् एकदमै चुब्ने छ हाम्रो उज्जवललाई सोर्लोतलाई यो मिस एकदमै गाह्रो पर्ने छ सायद उनले एकैछिनपछि टर्न लिएर हानेको भए धेरै राम्रो सर्ट हुने थियो तर उनी सुपर सब हुने चान्स थियो यहाँनिर तर यो मिस हानिसकि एकदमै गाह्रो पर्ने छ यिनलाई अब अझै पनि 1-2 मिनेट थप रहेको छ यहाँ अझै पनि 1-2 मिनेट थपिनेछ पक्कै पनि त उनले अझै 1-2 चान्स पाउनेछन् तर के उनले त्यो चान्सको फाइदा उठाउन सक्छन् त डेभिड विल्ला डबल टच लिएर नाइस सफल थियो तर ब्लक भएको छ भने राइकार्ड र जानेटीको एकदमै राम्रो कम्बिनेसन मिडफिल्डमा डेभिड विल्ला यहाँ कल हान्ने बेलामा उनको खुट्टाबाट बल स्लिप भएको छ भने सोर्लोत र किलियन एम्बापे एकदमै नाइस दुओ र यहाँ प्लाचिनी लियोनेल मेसी जसलाई अब वान म्यान डिसएडभान्टेज भएको छ भने एक शट एउटा पिक्चर भनेर उनले गोल गरेको थियो यहाँ फ्युरियस किपर फ्युरियस रेमन टाडा पीएसजी भर्सेस बार्साको याद आयो यो रेमन टाडा देखेर एकदमै दर्दनाक रात थियो सेम स्कोर लाइन व्हाट अ शट व्हाट अ मास्टर पहिला स्टिल फ्ल्याप हानेर र शट क्यान्सल गरेर यता सुटाउन सकेछ अब उज्जवल यहाँ डबल अफेन्सिभ गएको छ है टाइम धेरै छैन के हुन सक्छ यहाँ पेद किलियन एम्बापे लास्ट पोस्ट फर उज्जवल लास्ट पोस्ट फर उज्जवल फर्मिन लोपेज किलियन एम्बापे तर यहाँ डिफेन्ड गर्न सफल कानाभारो रेफ्रीले सिटी लगाएका छन् हान्न सफल यहाँ मेरो बाबु तोपलाई ग्यास परिने बलले एकदमै उनलाई धेरै कठिनाइ भए पनि उनले लास्टमा रेमन टाडा हानेर गेम जितेका छन् र च्याट एकदमै बवाल छ यो जस्तो गेम अहिलेसम्म देखेको थिइनँ मैले एकदमै 20 शट अन टार्गेट तर 6 मा गोल मात्रै 10 शट अन टार्गेट यता पनि 196 रोमाञ्चक म्याच भएको छ यो 40 यहाँ पिचमा धेरै डोमिनेन्स देखिन्थ्यो मेरो बाबु तोप एके उज्जवलको तर अन्त्यमा गेम हासिल गरेका छन् सौगात शर्माले एकदमै रोमाञ्चक र यहाँ म्यान अफ द म्याच बन्न सफल भएको छन् गाब्रिएल बासिसुला पक्कै पनि उनले 4-5 गोल आफैले एक्लै हानेर म्याच जिताए होइसिनको पर्फर्मेन्स चाहिँ राम्रै थियो र यहाँ क्यानाभारोको पर्फर्मेन्स राम्रै छ डेभिड विल्लाले केही गर्न सकेनन् आएर र यतापट्टि उस्मान डेम्बेले ह्याट्रिक हान्न सफल थिए तर ह्याट्रिक हाने पनि तर चुके डेस्टिनी हेज अदर वेज र मेसीको त्यो रेड कार्ड एकदम चुब्ने थियो मलाई लाग्थ्यो तर चुब्यो पनि र डिन होइसेनको पर्फर्मेन्स 4.5 रेटिङ एकदम नराम्रो भन्न चाहन्छु म र एन्टोनी ग्रिजम्यानको पनि खासै के देखिएको रहेछ रहेछ तपाईले जब 4.5 रहेको रहेछ
एन्टोनी ग्रिजमनको गोल असिस्ट केही आएन र एकैचोटि हामी ग्याब्रिएल काचिसरको पहिलो गोल र नेमार जुनियरको असिस्ट थियो आउटसाइड द बक्स एभरेज डिपाजिटले फर्स्ट शट लिएका थिए र गोल हान्न सफल भएका थिए र यहाँ दोस्रो गोल किलियन एम्बापेले ड्याम्लु मानेका थिए 71 मिनेटमा हजुर सर्लोतको असिस्ट थियो यहाँनिर अनि 78 मिनेटमा फेरि पनि ग्याब्रिएल बाटिस्टुलाले डेभिड भिल्लाको असिस्ट थियो एकदमै दामी शट थियो यो एकदम राम्रो टर्न लिएर हानेका थिए यिनले ठाउँको ठाउँ उभिँदै हाने पनि किपरले अलि भेट्न असफल रहेको छ सायद यही गोलले जसलाई घाटा परेको देख्दछु म चाहिँ हजुर फेरि पनि ग्याब्रिएल बाटिस्टुलाको रोमाञ्चक गोल त्यो ठाउँमा स्पेसमा जब गए उनी र त्यो गोल हान्न सफल भए टुच्च डिरेक्सन मात्र दिए बललाई यहाँ गेम हेर्दाखेरि 80 मिनेटपछि ग्याब्रिएल बाटिस्टुलाले गेमलाई पल्टाइदिएका छन् मेसीको रेड कार्डले गर्दाखेरि अलिकति घाटा परेको छ मेरो बाबु तोप भन्ने टिमलाई मेसीले केही न केही कन्ट्रिब्युसन गर्ने थिए 10 मिनेटसम्म तर मेसी नभएपछि अलिकति घाटा लागेको छ र बातिसराको यो लेट विनर गोल्लाजो एकदमै बबल पर्फर्मेन्स दुईटै टिमबाट यस्तै पर्फर्मेन्स हामी फ्युचरमा पनि देख्नेछौँ भन्ने आशा राख्दछौँ अरू गोल हुँदैन कि बिचको देखाउँदैन सिधै 71 मिनेटमा स्किप यो रोमाञ्चक पहिलो गेम सकिएको छ हाम्रो स्ट्रिमको पहिलो फुटबल गेम एकदम यो यादगार हुनेछ के लाग्छ भट्टराईजी एकदमै टफ गेम थियो दुवै टिमलाई उताबाट नि पेलेको छ उताबाट नि पेलेको छ यता नि गोल तर अन्त्यमा सुरुमा फर्स्ट हाफमा गेम गोल धेरै खाए पनि सेकेन्ड हाफमा धेरै हानेर सौगातले जित हाल सफल गरेको छन् कङ्ग्रेचुलेसन र जल्जीलाई पनि किप द गुड वर्क डुइङ राम्रो रनअपर हुन्थ्यो र अब नेक्स्ट गेम जानेछौँ हामी के हुनसक्छ यो गेममा के यसमा पनि सौगात शर्माले जित हासिल गर्नेछन् कि यसपालि पासा पल्टिएर आफ्नो गेमलाई पार्नेछन् आफ्नो टाइटललाई ब्याक लिनेछन् पृष्ठभूमि रहेको थियो उस्मान डेम्बेलेको लागि अब नयाँ किट आएको छ भने नयाँ जोस र नयाँ किटका साथ खेल्न पिचमा झरेका छन् हामी स्टार्टिङ 11 हेर्न चाहन्छौँ स्टार्टिङ 11 को अब हाम्रो फरवर्डहरू हुनुहुन्छ उस्मान डेम्बेले र किलियन एम्बापे एकदमै राम्रो टिकिटाका चलिरहेको थियो प्रयास थियो मैले अघिल्लो गेममा हालानलाई खेलेको देखिन उजोको टिमबाट के ट्याक्टिक्स युज गरे जस्तो आयो तपाईँलाई उनले के पेस तर्फ जान खोजे हाइटको छाटोमा के लाग्छ तपाईँलाई हजुर मलाई पनि लागेको छ उनले टिकिटाका धेरै पासिङ खेल्न सक्ने प्लेयरलाई र स्पिड भएका प्लेयरलाई लिएका छन् उनको ट्याक्टिक्स हेडिङ देखेको छैन मैले सबै प्लेयरहरूको राम्रो फर्म र अट्याकिङ मिडफिल्ड हुनुहुन्छ मेसी जुन अघिल्लो गेममा रेड कार्ड खानुभएको थियो र मिडफिल्डमा हुनुहुन्छ फ्रेन्की डि यङ रोद्री र पेद्री राम्रो कम्बिनेसन देख्न सकेको थियो हामीले बिचमा ट्याका चलिरहेको थियो र अपोजिसन टिममा हुन्छ ट्रियो रहेको छ अट्याकिङ फर्मेसनको योहान क्रुइफ कार्ल-हाइन्ज रुमेनिक र लियोनेल मेसी सेकेन्ड स्ट्राइकर पोजिसनमा प्लाचिनी छन् बल अगाडि ल्याएर हान्न समेत क्षमता राख्छौँ र पछिको मिडफिल्डमा पनि देख्न सक्छौँ अघि नै जानेटी र रोद्रीको राम्रो कम्बिनेसन मिलिरहेको थियो दुईटै डिएमएफबाट दुवै खेलाडी रेडी लेट द पार्टी बिगिन्स यो हाम्रो स्ट्रिमको दोस्रो म्याच सेम टिम तर नयाँ जोस र नयाँ जागरसँग फेरि पनि अघिल्लो म्याच जस्तै रोमाञ्चक इन्टरटेनिङ म्याच डेलिभर गर्न आएका छन् हाम्रो दुई खेलाडीहरू एकतर्फ छन् मेरो बाबु तोप जो जितेर पनि हारेका थिए र अर्कोतर्फ छन् गास्पारिनी बल जो हारेर पनि जितेका थिए पहिलो हाफ लाथ्यो उनी हारिसकेका थिए त उसको कमब्याक निकै नै राम्रो थियो र के लाग्छ तपाईँलाई च्याटमा लेख्नुहोस् कसले जित्नेछ कसको पर्फर्मेन्स तपाईँलाई राम्रो र म्याच सुरु भएको छ जानेटी रुमिनिक फ्रेङ्की डियङले इन्टरसेप्ट गरेका छन् तर प्लाटिनीले बल जितेका छन् प्लाटिनी जोस जागरका साथ आएका छन् यो गेममा पनि प्लाटिनीले पास गरेका छन् तर
मिसपास भएको छ डेम्बेलेले पास दिने चान्स छ र फ्र्याङ्की डियङसँग बल छ पोजिसन राम्रो राख्ने आशा छ उज्जवलको टिमबाट र बल लुज गरिसकेका छन् मेसीले राम्रो ड्रिबल गरिरहेका छन् मेसी कर्नर हान्ने चान्स मेसी क्रस बार हिट भएको छ मेसीको अनलकी अघिल्लो गेममा पनि नेमारले यसरी नै क्रस बार हिट गरेका थिए अहिले पनि मेसीले क्रस बार हिट गरेका छन् अलिकति अनलकी देखिनेछ यो गेममा पनि सौगातको टिम भट्टराईजी हो एकदमै सुरुकै राम्रो प्रयास थियो उनले धेरै सुरुबाटै अफिसिभ जाने प्रयासमा थिए लियोनल मेसीको राम्रो घुमेर मार्सेल टर्न हानेर एउटा कल हान्ने प्रयासमा थियो तर अनफर्चुनेटली बारमा लागेको थियो प्लाचिनी अन द बल प्लाचिनी विथ अ लङ रेन्ज सुट र डोनारुमा एकदमै राम्रो प्रयास हो रोबर्टसनले दुईजनालाई छलाएर यहाँ पास गर्न सफल भएको फ्रेङ्की डियोङ मिडफिल्डका बादशाह अगाडि बढाउँदै फ्र्याङ्क राइकार्डले यताबाट ट्याकल हान्न सफल प्लाचिनी लियोनल मेसी सौगातले लियोनल मेसीलाई धेरै खेलेको देख्न चाहन्छु के हामीले यहाँ लियोनल मेसीबाट आज धेरै गोल देख्न सक्छौँ त अघिल्लो हाफमा जसरी नेमारलाई देखेको थिएँ मलाई त्यसरी मेसीलाई देख्ने आशा छ मेसीले छल्लाउने छन् मेसीले गोल हान्ने छन् भन्ने आशा छ यता पनि लियोनल मेसी आएका छन् डेम्बेलेलाई खेलेका छन् फ्र्याङ्की डियङले डेम्बेलेले बल जितिसकेका छन् फेराइडले क्लियर गर्न असफल तर क्यानाभारो त्यो स्ट्रङ फुट पास गर्न दिएनन् आफूलाई र एउटा सिल्ली ट्याकल देखेको छु यहाँ के उनले यहाँ यो ट्याकल अनेसेसरी थियो येलो कार्ड खाएका छन् गरे कि उनलाई रिस उठेको छ कि उनको फ्रस्ट्रेसन धेरै भएको छ यहाँ उनले फोकटको येलो कार्ड खाएका छ जान्ने छौ राम्रो प्लेयर अहिले लिने छौ गेम सकेपछि तर अहिले येलो कार्ड पाएका छन् फ्र्याङ्की डियङले जानेटी उता स्मुथ फुट तर पेद्री तर उजले सानो मिस्टेक गरेका छन् यहाँ लियोनल मेसी उजलको एउटा सिल्ली मिस्टेकले गर्दा यहाँ उनलाई एक गोल पछि पर्न परेको छ यो गोलले पछिलाई उनलाई धेरै हुनेछ धेरै सम्झिनेछन् यो गोल र लियोनल मेसी फेरि पनि अट्याकमा उस्मान डेम्बेले राम्रो प्रयास किलियन एम्बाप्पे र एडविन भ्यान डर सारले राम्रो ह्यान्ड किपरद्वारा डिस्ट्रिब्युसन भएको छ यहाँ लियोनल मेसी फेरि पनि बिचमा किलियन एम्बाप्पे के गर्न सक्छ यहाँ उनले पास दिन आज सौगातले राम्रो डिफेन्ड गरेको देख्दछु यो म्याचमा एक शट पनि हान्न मेसी पनि थ्रु मेसी के कर्नर हान्छ र मेसी शट मेसी गोल मेसी गोल मेसी पहिलो हाफमा 2 गोल 16 मिनेटमा 2 गोल कममा देख्दछु मैले यो गेममा सौगातले मेसीको एकदमै राम्रो सदुपयोग गरेका छन् भने 2 गोल यहाँ मेसीको हातबाट देखिसकेको छन् फेरि पनि मेसी ट्रिपल हान्दै फेरि पनि मेसी म्याजिक देखाउँदै आफ्नो तर राम्रो ट्याकल फ्र्याङ्की डियङ तर बल पनि अझसम्म मेसी सँगै हो मेसीले कर्नर र देयर वाज अ नाइस सेभ फ्रम डोनारुमा एकदम फ्लाइङ सेभ बानेका छन् डोनारुमाले र रिसाएका छन् आफ्नो डिफेन्ससँग डोनारुमा इज फ्युरियस किन हान्न दियो तिमीहरूले भनेर फर्न दियो भनेर कर्नर पाएको छन् यहाँ माइकल प्लाटिनले कर्नर हान्दै छन् र जानेटीले बाहिर हानेको छन् डोनारुमाले बल हुन्छन् अगाडिपट्टि एम्बाप्पेले बल जित्ने छन् तर बल अफसाइड भएका छन् यहाँनिर अफसाइड चलाउने छन् डिन हुइसेलले अगाडि उडाउने छन् जस्तो लाग्छ मलाई उडाए तर योहान क्राइफ त्यही थिए आफ्नो अपोनेन्टलाई राम्रोसँग रिड गरे सौगातले तर त्यो पास अलिकति लङ खेलेका छन् किपर अगाडि बढेर अलिकति स्ट्रङ बनेका छन् क्लियर हानेका छन् फेरि पनि मेसीसँग चान्स थियो तर राम्रो इन्टरसेप्ट गरे त्यहाँनिर डिफेन्स राम्रो गरे त्यहाँनिर डिफेन्डरले पेद्रीले मेसीलाई किलियन एम्बाप्पेले मेसी यता पनि मेसी पटल्याम लुम जिकेर राम्रो फिनिसिङ बाइ लियोनल मेसी सौगातको डिफेन्डर यहाँ हेरेको छ भने कि कुनै राम्रो प्रयास थियो तर मेसी सफल भएको छन् द गोट हिमसेल्फ makes the scoreline 2-1 Michael Pacini Zanetti Johan Cruyff यहाँ
नयाँ गेममा आएको छ र यहाँ प्रयास उनले यस्तो सर्ट उज्जवलले सर्ट हान्न दिन हुने छैन बिचरा उनले आफ्नो स्पिडमा काम गरेन भने आज म धेरै गोल देख्दछु आज सौगातबाट सौगातले एकदमै राम्रो पर्फर्मेन्स गोलको बारिस हुनेछ आज यहाँनिर अगाडि बढाउँदै र फ्रेङ्की डियोङ पछाडिबाट इन्टरसेप्सन गर्न सफल पेद्री लङ बल कटाउँदै तर उहाँ फल भएको छ सायद जानेटीबाट पेद्रीलाई कुनै कार्ड छैन त्यहाँनिर रेफरीले सम्झाएका छन् जानेटीलाई वार्निङ दिएका छन् र यो अघिल्लो म्याचको उल्टो भएको छ यहाँनिर अघिल्लो म्याचमा उज्जवल लिड लिएका था 2 गोलको अहिले सौगातको लिड छ 2 गोलको हाफ टाइमसम्म हेरौँ कति हुन्छ स्कोर लाइन रोबर्टसँग बल रोबर्टसनले कटाउन खोजे तर ढिलो भएको थियो रोद्रीसँग बल रोद्रीले फ्रेङ्की डियोङले कटाए एमबापेलाई थ्रु पास एमबापेले शट तर लुत्ते शट हानेका छन् एमबापेले कानाभारोले त्यो नराम्रो पास खेले त्यहाँनिर तर बल जित्न सफल फ्रेङ्की डियोङसँग बल पेद्री चल्लाउन खोज्दै तर जानेटीले बल इन्टरसेप्ट गरे यता फेरि कानाभारोले बल इन्टरसेप्ट गरे लियोनल मेसीसँग बल पेद्री त्यो किलियन एम्बापे टु डेम्बेले टु फ्रेङ्की डियोङ डेम्बेले कोटेका छन् डेम्बेले के म्याच जित्छ अघिल्लो म्याचको नाइस ट्याकल राम्रो उनले आफ्नो प्लेयरलाई रिड गरेर सही टाइममा ट्याकल गर्न सफल भएको छ भने कर्नर एकदमै गेमको 30औं मिनेटमा 3-1 भएको छ भने सौगातको पासा यसपालि भारी परेको छ फेरि पनि काउन्टर अट्याकमा डिन विसेन राम्रो ट्याकल ठकुर्ता पेद्री आएको छ अब र उस्मान डेम्बेले छुटाउने प्रयासमा तर हल्का ब्यालेन्स बिग्रेर बाहिर हानेका छन् एकदमै प्रेसर परेको छ यहाँ उज्जवललाई हाफ टाइम भन्दा अगाडि कम्तीमा पनि 1 गोल त गेमलाई ब्यालेन्स त बनाउनै पर्ने हुनेछ यदि उनलाई सेकेन्ड हाफमा कुल माइन्डले खेल्नु छ भने जानेटी लियोनल मेसी फेरि पनि अर्को सिल्ली मिस्टेक हुनेबाट यहाँ के बच्न सक्छन् उनी लियोनल मेसी यहाँ सौगातको चाहिँ सिल्ली मिस्टेक देखेको छ उनले चान्स पाउँदा पनि र स्किन हान्ने प्रयासमा तर उनको स्किन सफल भएको भए यहाँ ब्याङ्गर हुने थियो कहिले असफल कहिले सफल यस्तै छ जिन्दगानी क्यालाइन रुमेनिक योहान क्रुइफ राम्रो सेभ बाइ डोनारुमाको गेममा धेरै नै राम्रो सेभहरू देख्न पाइएको छ हामीले सायद उनी क्याप्टेन भएर पनि होला रोद्री लियोनल मेसीले एम्बापेलाई कटाउन खोजे तर कानाभारोले बल त्यहाँ रोकिदिए पाउलो माल्डिनीसँग बल फ्राङ्क राइकार्डले खेले लियोनल मेसीले प्लाटिनीले फेरि पनि मेसीलाई खेल्न खोजे तर डिन विसेनले रिड गरे मेसीको रनलाई रिड गरे र बल यहाँ एम्बापेले डेम्बेले आफ्नो स्पिडको उपयोग गर्दै डेम्बेले नाइस सेभ गर्न सफल भएका थिए तर ट्यापिन हान्न सफल भएका छन् किलियन एम्बापे यहाँ मिस्टेक भइसक्यो त किपरले दामी सेभ हानिसकेका थिए तर उहाँ राइट साइडमा स्पिड हुन्छ एकदमै किलियन एम्बापे ठ्याक्क फेसिभ पोजिसन एक अफसाइड नबसी राम्रो फिनिसिङ गरेका छन् यहाँ गेमको स्कोर भएको छ 3-2 मैले भने जस्तै हाफ टाइम अगाडि 1 गोल लिएका छन् र गेम यहाँ अब लगभग ब्यालेन्समा आइसकेको छ दुईटै टिमबाट बराबर प्रेसर भएको छ गेमको 38औं मिनेटमा जानेटीको मैले यहाँ धेरै इन्भल्भमेन्ट देख्दैछु जानेटी र मेसीको मेसी फेरि पनि बल लागेको छ पेद्रीले कर्नर हानी यता गोल असफल भए पनि काउन्टर टार्गेट हानेर यहाँ बबाले गोल भइसकेको छ यहाँ एम्बापे वर्ल्डको फाइनल पर्फर्मेन्स देखाउँदै सौगातको अगेन्स्ट मैले 2-3 भनेको थिएँ तर यहाँ हाफ टाइम अगाडि 3-3 भएर गेम एकदमै ब्यालेन्स भइसकेको छ उस्मान डेम्बेले
डेम्बेले मिस्टर ब्यालेन्डर हिमसेल्फ कमब्याक गरेर 4-3 भएका छन्। यहाँ सौगात एकदमै बसेका छन् भने दुवै खेलाडी एकदमै फोकस भएर खेलेका छन् र हामी दर्शकहरूलाई र कमेन्टेटरहरूलाई एकदमै मजा आइरहेको छ। सौगातले 10 मिनेटमा 3 गोल खान नहुने थियो। गेम पलट भइसकेको छ। फेरि पनि गेम उज्जवलको हातमा। उज्जवलले 1 को लिड हाफ टाइम भन्दा अगाडि यो लिडलाई क्लोज गर्न सक्छन्, यो लिडलाई ड्र बनाउन सक्छन्। सौगातले रुमेनिकसँग बल, रुमेनिकले कटिङ गर्न खोज्दै तर डिफेन्डर त्यही थियो। फेरिसँग बल, फेरि पनि यहाँ काउन्टर गर्ने चान्स। मेसीले राम्रो थ्रु पास कटाएको छन्। एम्बापेसँग बल छ, एम्बापेले डेम्बेले कटाएको। म यहाँ के देख्दैछु यहाँनिर 3-1 स्कोर लाइनबाट 5-3। मेरो बाबु तोपले आज तोप खेलिरहेका छन्। डेम्बेले एकदम राम्रो उपयोग गरिरहेका छन् एम्बापे र डेम्बेलेको। तर त्यो मेसीको पास जुन थियो एकदमै आउट अफ द वर्ल्ड पास थियो। एकदम राम्रो रिड गरे मेसीले डिफेन्डरलाई। यहाँ हाफ टाइम भएको छ। एकदमै रोमाञ्चक गेम थियो। क्यासबरिनी बलको 3 रहेको छ भने मेरो बाबु तोपले 5 हानेको छन्। सौगातको सुरुको 20 मिनेट एकदमै डोमिनेन्स थियो भने लियोनल मेसीले राम्रो प्रयास गरेर थिए। अरूहरू गोल पनि हानेका थिए भने जसले फेरि पछि आफ्नो पोजिसन गेन गरेर गेमलाई अल्टो पल्टो पारेका छन्। यहाँ डेम्बेलेको ट्रिक आई गेस डेम्बेलेको हेट्रिक आई गेस एउटा एसिस्ट त पक्कै छ। किलियन एम्बापेले एकदमै राम्रो र सेकेन्ड हाफ सुरु भइसकेको छ। सौगातले यहाँ केही ट्याक्टिक्स चेन्ज गरेका छैनन्। दुवै टिमबाट सेम ट्याक्टिक्स रहनेछ भने योहान क्रुइफ राम्रो सर्ट दिने प्रयास। उनीसित त्यो गुदा छ कि त्यो सर्ट दिने प्रयास छ उनीसित। राम्रो सेभ पनि। र यहाँ कर्नर पाएको छ। लियोनल मेसीले कर्नर लिँदैछन् यहाँनिर। रुमेनिकले कर्नर हाल्दा नाइस सेभ डोनरुमा। डिनोभेसनले त्यसलाई एक्जिक्युट गर्न सकेनन् त्यो बल। र यहाँ फेरि पनि फेरिले बल पाएको छन्। मेसीसँग बल छ। मेसीले प्लाटिनीले मेसीसँग स्टिल मेसीले ह्याट्रिक हान्ने चान्स छ र मेसी आज ग्यास्पेरिनी बलले एकदम राम्रोसँग चलाएका छन् मेसीलाई। मेसीको युज एकदम राम्रोसँग गरेका छन्। यहाँ फेरि पनि अघिल्लो गेम जस्तै कमब्याक देख्न सक्छ मैले ग्यास्पेरिनीबाट। जति तारिफ गरे उति नहुने। फ्र्याङ्की डियोङ मेरो बाउ तोप। मैले यहाँ मेसीको तारिफ गर्न नसक्दै यता काउन्टर टार्गेट खाएर यहाँ सौगातले फल गरेका छन् फ्र्याङ्की डियोङ माथि। र प्लिज गेमको स्पोर्ट्सम्यानसिप हेर्दै सौगातले पक्कै पनि हेर्ने छैनन्। मैले बन्द गरेँ है त्यो ट्याब बन्द गरेको डिस्कर्डको। एकदम क्लिन पेनल्टी बटम कर्नर राइटमा न सफल र स्कोर लाइन 6-4। उज्जवलले गाह्रो हुनेछ एकदमै। पेद्री, एम्बापे, डेम्बेले, फ्र्याङ्की, लियोनल मेसी र माल्दिनीको यहाँ देख्न सकिन्छ। गेमको टेम्पो बिस्तारै लो हुँदैछ। उज्जवलले बिस्तारै पोजिसन गेन गर्दै तर यताबाट नि इन्टरसेप्सनहरू धेरै भइरहेको छ। मिस पासहरू धेरै भएको छ दुवै टिमबाट मिडफिल्डमा। र लियोनल मेसीले
राम्रो Messi, प्रयास थियो Messi, nice save. नाइस सेभ बाइ किपर विसेन बिस्तारै बिस्तारै यता सौगातले अट्याक गर्न खोजिरहेको छ तर डिफेन्स राम्रो गरिरहेका छन् उज्जवलले पोजिसन राम्रो राखिरहेका छन् इन्टरसेप्ट राम्रो हानिरहेका छन् सौगातले पासै सुरु अलिकति एक्युरेसी बढाउनु पर्ने छ एक्युरेसी पासको र रोमिनिकसँग बल थ्रु बल कटाएका छन् योहान क्रफलाई तर अलिकति पावर बढेको गएको छ र यहाँ पज हानेका छन् दुइटै टिमले अब यहाँनिर सब्स्टिट्युट हान्नेछन् सुपर सब ल्याउनेछन् आफ्नो तुरुपको इक्का ल्याउनेछन् जित्न चाहन्छन् दुइटै टिम के गर्लान् सौगातले कमब्याक बटराई जसरी पहिलो गेममा पनि सौगातको कमब्याक देख्न सकिन्थ्यो भने यस गेममा पनि केही नहुनेछ र दुइटै टिमले चेन्जेस जान्दैछन् त्यहाँबाट वेस्ली स्नाइजर आएका छन् हल्का डिफेन्सिभ कन्ट्रिब्युसन पनि गर्नेछन् स्नाइजरले त्यही माथि उनको पास पनि राम्रो छ उत्तरको स्क्वाडमा देखेको छु लास्ट टाइम सायद वर्ल्ड वार 2 चल्दै थियो उनी जब उसको स्क्वाडमा थिए उस्मान डेम्बेले हालान्ड नहालेको देखेर अलिकति अचम्म लागेको छ उज्जवलले हालान्ड उनको फेभरेट प्लेयर थिए जसरी बर्नार्डो सिल्भालाई पेप गार्डियोलाले छोड्दैन त्यसरी नै हालान्डले उज्जवलले छोड्दैनन् हालान्ड नहुँदाखेरि उनलाई उनको ट्याक्टिस काम गरेको छ हालान्ड नहाल्नले दुईटा पेस भएको स्ट्राइकरहरू हालेका छन् र पे अफ गरिरहेको छ अहिले र कानाबारोस डिफेन्ड गर्दै र डेभिड विल्ला फेरि पनि सुपर सब आएका छन् अघिल्लो गेममा आएर एउटा असिस्ट दिएका थिए यसमा के गर्न सक्छन् र लियोनल मेसीसँग फेरि पनि बल छ रिसेप्सन हाभियर जानेठी डेभिड विल्लासँग बल विल्ला के सुपर सब बन्नेछन् विल्लाले नाकाटा पनि आएका छन् सब्स्टिट्युटबाट नाकाटाले फेरि लभली ट्याकल हानेका छन् रोबर्टसनले विल्ला र नाकाटाको लभली कम्बाइन भइरहेको थियो त्यहाँनिर र पेद्रीको आज एकै उत्कृष्ट गेम मिडफिल्डमा निकै नै इन्टरसेप्ट हानिरहेका थिए र एमबापेसँग चान्स छ तर माल्डिनी रोकेका छन् किपरले चिकीबाट उडाएका छन् र यहाँ गाब्रिएल बातिस्टुता म्यान अफ द म्याच बातिस्टुताले आफ्नो सुटिङ स्किल आउट अफ द बक्स जहिले पनि आफ्नो क्लासिक सुटिङ स्किल देखाएर आएका छन् किपरमा ब्याङ्गर हान्दै गइरहेका छन् र अघिल्लो म्याचको स्कोर लाइन भएको थियो यहाँनिर किपरले राम्रो प्रयास उफ्रिँदा तर त्यही पनि भेटेरन भने सोच्नुहोस् कस्तो टक्करमा हानेका थिए एकदमै डबल टच की स्किल देखाएर पावर एकदमै दामी छ जसको राम्रो प्रयास थियो टिकी टाका गर्दै वान टच खेल्दै अगाडि आएको राम्रो प्रयास थियो त नाकाटा अहिले बलमा नाकाटा फेक शट तर बबाल ब्यागर सायद जसको डिफेन्डर अगाडि आउन सकेका छन् र स्कोर लाइन फेरि पनि 6-6 भइसकेको छ सौगातले फेरि पनि गेम मानिन अब चाँडै सफल हुनेछन् 6-6 को स्कोर लाइन भइसकेको छ जसको एउटा ट्याकल फेरि पनि फम्बल हान्ने छन् फम्बल गरेपछि उनले नाकाटाले गोल हाने एकदम ब्याङ्गर गोल हानेका छन् उस्मान डेम्बेले फेरि पनि उस्मान डेम्बेले स्नाइजर र उज्जवलले यहाँ सानो गल्ती गरेका छन् र कोलर आएको छ हामीले कोलर देख्न सकिन्छ कोलर आए तापनि सौगातले कोलर हेडिङ ट्राई गरेका छैनन् सायद कोलरले नर्मल गेमै खेल्ने उनको विचार छ राम्रो एकदमै राम्रो यहाँ कोलर गाब्रिएल बातिस्टुता र यहाँ कोलरको बीचमा बातिस्टुता के देख्दैछु म आज यहाँनिर सेम रेप्लिका गोल एकदमै पहिलो गोल र दोस्रो गोल र च्याट बक्समा हाम्रो चिमर्जीको फ्यान आउनु भएको छ दिविसा खरेल धन्यवाद दिविसा खरेल
सपोर्ट गरिरहनु भएको छ मेरो स्टार्टिङ डेजमा पके पनि हजुरले याद राख्नेछु म यति जति पनि टाइम जुटाएर लाइभ स्ट्रिम हेर्न आउनुभएको छ राम्रो 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 गोल भएको छ यहाँ बातिस्तुता राम्रो डिफेन्डिङ जलबाट एजर फ्रेम रेकर्डले एनकोलारले मुनमा फालेका छन् बल भने गेमको 73rd मिनेटमा सौगात विथ अझै पनि गेममा 15 मिनेट बाँकी छ र गेमको स्कोर लाइन भएको छ 6-7 जको स्कोर रहेको छ कमब्याक हानेर 7 गरेका छन् र रोद्रीसँग बल मेसी आज दुईटै टिमको मेसीले आज साइन गरेका छन् रोबर्ट डेफेरो नाइस डिफेन्स ल भन्नु भएको छ सायद उनीलाई थाहा छैन कि अरमान सरले जित्न पर्छ ल आज हामी कमेन्ट्री गर्दैछौँ बिबिसाजी हजुर हाम्रो कमेन्ट्री स्किल सुन्नुहोस् दुईटा साथीहरू गेम खेल्दैछन् गेम एकदमै रोमाञ्चक भइरहेको छ यहाँ अप्स एन्ड डाउन भइरहेको छ कुनै टिम पहिला अगाडि कुनै टिम पहिला अगाडि र डेम्बेले कटिङ पोर सुटिङ एकदम राम्रो कटिङ थियो तर सर्टमा पावर कम भयो एनकोलर त्यसै नाकाता एनकोलरले केही गर्न सक्छन् यहाँ रोद्री अगाडि बलमा र रिकार्डो फेरिसित बल रहेको छ भने स्नाइजरले मिस गरेका छन् जानेटी पेद्री नाइस पेद्री साइन गरिरहेका छन् पेद्रीले निकै नै इन्ट्रेस्ट गरिरहेका छन् असिस्ट पनि दिएका छन् आज पेद्रीले यता पनि पेद्री उता पनि पेद्री फेरि पनि पेद्रीले पास गरेका छन् तर नो मोमेन्ट भइसकेको छ यहाँ के भयो उज्जवल काँड यस्तो उत्कृष्ट गेम खेल्दै थिए तर मिस गरे नर्मल चिप हान्न खोज्दै थिए तर वाइड गए फ्रस्ट्रेटेड भएका छन् यहाँ उज्जवल डेम्बेलेलाई लाथालेर निकालेका छन् भने अब आएका छन् एलेक्जेन्डर सोलो केही चिज हामी देख्न सकिन भने सुपर सब आएका छन् सोलो गेमको 6औं मिनेटमा पेद्रीलाई र स्नाइजरको पोजिसन चेन्ज गरेका छन् भने स्कोर लाइन रहेको छ अझै पनि 6-7 उज्जवलले कमब्याक हान्न सक्छन् त अघिल्लो गेम पनि एक गोलले चुकेका हुन् स्कोर लाइन 6-5 थियो हाफ टाइममा 2 गोलको लिड थियो अहिले पनि सेम स्क्रिप्ट भइरहेको छ जानेटी निक्लेर आएका छन् यहाँ एकजना पिलो यानकोलर हाम्रो प्रयास थियो तर पावर सर्टमा पावर पुगेन डोनारुमा अगाडि बढ्दै र तोसिना काटा लियोनेल मेसी हाम्रो एकदमै राम्रो पर्फर्मेन्सहरू सबै प्लेयरबाट हाम्रो र डेम्बेलेको त्यो मिसले उजलाई एकदमै चुग्ने छ ओपन पोस्ट थियो चिप हान्ने प्रयासमा सायद नर्मल आइकल भयो यहाँ के हुन्छ स्नेजरले राम्रो प्रयास तर जस्टिसन हान्न क्लियर हान्न सफल भएका छन् सौगात त्यहाँ एउटा गर्ने ट्याकल हाम्रो ट्याकल नो पेनाल्टी जिनुसनले राम्रो क्लियर गरेका छन् यहाँ र गेमको 87औं मिनेटमा गेम एकदमै इन्टेन्स भइसकेको छ यहाँ दुईटै टिमले गोल हान्नको लागि काउन्टर हान्दैछन् कहिले यता छ गोल कहिले उता छ नाइजर कोस्टा कोटा लियोनेल मेसीले उज्जवलले एकदमै अफेन्सिभ खेल्ने प्रयास पेद्रीले यहाँ तर उनी हतारमा लतार भएर मिस गरिसकेका छन् उनले धेरै नै आत्तिए जस्तो छ यहाँ यानकोलर डिफेन्डिङ यानकोलर सुतेका छन् उनी सुतेकी सायद फ्री किक रहेको छ भावुक भएका छन् ट्याकल हान्नको लागि उनी भावुक भएर ट्याकल हानिरहेका छन् अघिल्लो गेममा मेसीले रेड कार्ड पाएका थिए भने अहिले यहाँनिर राम्रो स्पटबाट फ्री किक पाएका छन् सौगातले कन्भर्ट गर्ने चान्स छ सौगातसँग अब पिलो रहेको छ द ग्रेट प्लेयर इन हिज स्क्वाड टु स्कोर अ गोल इन फ्री किक पिलो आई गेस इट्स योर अ गोल
मलाई पनि लाग्छ यो गोल हो जे पनि हुन्छ, त्यो उज्जवल फिर्लोले गोलकिपर स्योर हान्ने छन्। replacement राम्रो छ यहाँ। राम्रो डिफेन्डिङ यहाँ वालबाट टाइममा उफ्रेर उनले डिफेन्ड गर्न सफल भएका छन्। अघिल्लो फ्री किक जसरी नै अहिले पनि वाललाई हिट गरेका छन् तर कर्नर जित्न सफल। बाट के उनले यहाँ अफेन्सिभ गरेका छन्, उनी एकदमै अफेन्सिभ जानेछन्। सायद अब सबै प्लेयरहरू एकैचोटि क्लियर गरेपछि बल अगाडि बढ्नेछन्। यहाँ चौकातोसित बल फेब्रुअरी हान्ने प्रयास र बापे दिनुसेनले मिस्टेक, सानो मिस्टेक, तर सोलोले बल रिकभर गर्न सक्थ्यो त्यहाँ, तर कुनको खुट्टा पुगेन। ग्याब्रियल बातिस्टुता राम्रो सेभ डोनारुमाबाट उज्जवलले अझै पनि 2-3 मिनेट छ, अझै पनि कमब्याक गर्ने चान्स छ डेभिड विल्ला, ग्याब्रियल बातिस्टुता, तर यहाँ कान्नाबारोको राम्रो प्रयास गर्न छ नि गेममा। सौगाले अझै पनि हार मानेका छैनन्, उज्जवलले अझै पनि हार मानेका छैनन्। यहाँ बिल्लाले यहाँ रोबर्टसनले पेनाल्टी लास्ट मिनेट ड्रामा यहाँ पनि अघिल्लो गेम जस्तै, अघि फ्री किक अहिले फेरि पेनाल्टी। डेस्परेट भएर ट्याकल हानेका थिए यहाँ उज्जवलले, उसले काउन्टर गर्न सकेनन् र उनी भावुक भएन र हेरौँ उसले रोक्ने छन् कि रोक्ने छैनन्। डेभिड विल्ला सौगातले के गर्नेछन् यहाँ गेमलाई एकदमै पिडो आई गेस पेनाल्टी स्पेशलिस्ट आएका छन्। राइट जान्छ जस्तो लाग्छ मलाई चाहिँ। ओ शिट। र यहाँ पिर्लोले पेनाल्टी कनबाट हानेका छन् र यो म्याच पक्कै पनि जितिसकेका छन्। एकदमै राम्रो प्रयास थियो जराचार्यबाट को बीचमा राम्रो गेम। त्यो गेम हामीले दिनदिनै देख्न पाउँदैनौँ। दुईटै प्लेयर फर्ममा थिए। यहाँ पोजिसन रहेको छ 49% र 51%। मेरो बाबु तोपले गेममा डोमिनेन्स देखाए पनि, धेरै हाई पासेस खेले पनि, पासेस धेरै गरे पनि चौका शर्माले अन्त्यमा बाजी मारेकै छन्। 2 गोलको लिड भएर फर्स्ट हाफमै 2 गोलको डाउन लिड भएर उज्जवलको 2 लिड भएर एकदमै राम्रो प्रयास थियो। सर्ट्स अन टार्गेट एकदमै दुवै टिमबाट झक्कास 26 सर्ट क्याच गरिने बलबाट, तर जम्मा छिरेको छ। म्यान अफ द म्याच रहेका छन् लियोनल मेसी, लुम छिराएका कर्लर खानेका बाटिस्टुता 2 गोल ब्याङ्गर कपी पेस्ट गोल हानेका छन् बाटिस्टुताले। र यहाँ माल्दिनी पनि राम्रै स्कोर छ र हामी अब अवेको हेर्न चाहन्छौँ। र यताका प्लेयरका स्ट्रोकर रहेको छ किलियन एम्बाप्पे एकदमै राम्रो, किलियन एम्बाप्पे डेम्बेलेको एकदमै राम्रो अनि डुओ जनाको इटाका एकदमै राम्रो थियो। पेद्रीले आज मन चाहिँ जितेर सफल भएका छन्। गेम नजिते पनि मेस्सीले पनि राम्रै खेलेका छन् आज। अटाउ डे भन्ने अब बस्ने कुर्ता त्यस्तो राम्रो पर्फर्मेन्स देख्न सकिएन आज, सायद उनलाई पेट दुखेको थियो होला। र आजको यस म्याचमा जसले हेर्नुभयो सबैजनालाई धन्यवाद दिन चाहन्छौँ। यसै गेमका लागि भोलि पनि हामीसित जोडिनु होला। म कमेन्टेटर अर्वेद पटराई अरमान अधिकारीको साथ जित्ने टिमको इन्टरभ्यू आजको स्ट्रिम एकदमै राम्रो भइरहेको छ र 1 घण्टा भन्दा बढी स्ट्रिम गर्न सफल भएका छौँ आज हामी। र आजको स्ट्रिम अन्त्यतिर आइसक्यो र इन्टरभ्यू लिन चाहन्छु म दुईटै प्लेयरहरूको। पहिलो हजुर क्यामेरा खोलिदिनु होला। क्यामेरा अब उनीहरूको चोइस हो, तर म पहिला अब जित्ने मान्छेसँग इन्टरभ्यू लिनेछु। के लाग्छ सौकाजी, कस्तो लाग्यो तपाईँलाई यो कम्पिटिसन जब तपाईँले कमब्याक हान्नुभयो, कस्तो लाग्यो तपाईँलाई त्यो फिलिङ? मलाई थोरै सुरुमा गाह्रो पनि भएको थियो खेल्दा, ल्यागको कारणले धेरै नै, तर पनि मैले थोरै सिली मिस्टेक गरेकै हो। भट्टराईज्यूले भन्नुभएको कुरो सत्य नै हो र
आज म अलिकति सिली मिस्टेक गरेर अलिकति हल्का लिएर खेल्दा उज्जवलले पनि आफ्नो पोटेन्सियल सो गर्दै डेम्बेलेले मलाई धन्दै नै दफन हानिसकेको कारणले कहिले कहिले धन्दै धन्दै हारेकोबाट पनि कभरबाट निक्लेर आज मैले जितेको छु है। यसको लागि सबै थ्याङ्क्स मिस्टर ग्याब्रियल बाटिस्टुटालाई जान्छ। हजुरले देख्नुभएको थियो गोलहरू र आज मैले जे देखेँ बाटिस्टुटाबाट त्यो मैले अल्सर देखेकै थिइनँ गेममा। र हजुर फर्स्ट टाइम पक्कै पनि एन्ड द बेस्ट बाटिस्टुटाले टाइम। एकदम दामी म्याच खेले। भट्टराईजी लाइभ स्ट्रिममा अलिकति गफ गफ गर्दै हुनुहुन्छ यहाँ, एकदम रमाइलो हुँदैछ यहाँ स्ट्रिमको अन्त्यतिर रमाइलो गर्दै हुन्छ भट्टराईजीले। र उज्जवलजी सो फिल हुँदैछ हजुरलाई? पक्कै पनि हातमा आएको म्याच हार्दाखेरि नराम्रो लागेको थियो, तर म भन्न चाहन्छु हजुरको रिसेन्ट टाइम्सको यो दुईटा वान अफ द बेस्ट गेम्स हो। हजुरले हारे पनि एकदम राम्रो कम्पिटिसन दिनुभयो। धन्यवाद। उज्जवलजी मेरो यस्तो हो, त्यस्तो साह्रै गम्भीर पाराले हारेको चाहिँ होइन, तर हारिसकेपछि गम्भीर रूपमा हारे। हार बेहोर्नु पर्यो लास्ट टाइममा गोल खाँदा। र अर्को कुरो अलिकति मेरो डेम्बेलेको खुट्टा बाङ्गे भएर नि मलाई समस्या परेको हो। अनि हजुर हजुर भन्दै जानुपर्दा पहिलो गेममा चाहिँ हाम्रो सोलो साथी चाहिँ धेरै आत्तिने खालको स्वभावको भएर नरोकिकन हान्न खोजेर हान्नुभयो। उहाँले पनि हल्का आँखा अलि बाङ्गो भएर पोस्ट यतापट्टि देख्नु भएछ। त्यही हुँदा अब बाङ्गो अलि अपाङ्गताले गर्दा मेरो चाहिँ अलिक खेल बिग्रियो भन्न चाहन्छु। प्लेयरको अपाङ्गताले गर्दा के छैन। अर्को गेममा भोलिको 24 घन्टासम्ममा हामी आँखा र खुट्टाको हामी उपचारका साथ फेरि पनि भिड्नेछौँ भोलि। र जाँदा एउटा कुरा चाहिँ के भन्न चाहन्छु भन्दाखेरि यद्यपि म अन्त्यतिर आएर पनि हारेँ, हजुर तर हाम्रो बालेन सर चाहिँ हार्नु हुँदैन, त्यसैले भोट चाहिँ घन्टीमै हाल्नुपर्ने हुन्छ कि अब। हजुरले अन्त्यमा एउटा राम्रो कुरा गर्नुभयो, भोट चाहिँ बालेनलाई हान्नुपर्छ। र पक्कै पनि उज्जवलजी हजुर एउटा राम्रो प्लेयर हो, राम्रो गेमर हो। हजुरले राम्रो गेम खेल्नुभयो, हजुरको गल्ती चाहिँ थिएन। प्लेयरहरूले केही मिसेस गरे, हजुरलाई भारी पर्यो थियो। रेड कार्ड पक्कै पनि भारी पर्यो, ट्याकल भारी पर्यो, तर मलाई लाग्छ हजुरले योभन्दा राम्रो गेम खेल्नुहुनेछ, इम्प्रुभ गर्नुहुनेछ। भोलिको गेममा पनि यस्तै प्रदर्शन दिनुहुनेछ। हाम्रो मन चाहिँ पक्कै जित्नु भएको छ हजुरले। हजुर मन त जितिसक्नु भयो, त पहिलो म्याचै जित्नु भएको थियो। र सौगतजीले पनि कुडोस, दुईटा कमब्याक म्याच जित्नु भयो, हामीलाई यस्तो राम्रो म्याच दिनुभयो, इन्टरटेन गराउनु भयो। र भट्टराईजी खुसी छु बार्सा फ्यान देखेर पनि है। यति नै राम्रो प्रतिस्पर्धा दिइरहे सधैँ पनि हामी राम्रैसँग खेल्न सकिन्छ। अनि प्रतिस्पर्धा भए हेर्ने दर्शकलाई पनि रमाइलो होस् यसरी नै। र उज्जवलजीको गेम प्ले इम्प्रुभ भएको देख्दा आम भेरी ह्याप्पी। हजुरलाई स्ट्रिम अन्त्यतिर आइसकेको छ। आगामी दिनमा पनि हामी यसरी नै स्ट्रिम गर्नेछौँ। हामीसँग मान्छेहरू जोडिनेछन्, रमाइलो हुनेछ। हाम्रो